मानसिक सन्तुलन गुमाएकी दिदीलाई चाहिँ आज चाहिँ हामी छोप्न सफल भएका छौँ। हामी चाहिँ दिदीको श्रीमान सहित चाहिँ त्यहाँ पुगेका थियौँ। अहिलेसम्म यस्तो अवस्था हामीले कहीँ पनि देखेका थिएनौँ। त्यहाँ हामी पुगेपछि चाहिँ दिदीलाई के कसरी समात्न सफल भयो त यो जान्नको लागि चाहिँ तपाईँले भिडियो चाहिँ लास्टसम्म हेर्न पर्ने हुन्छ है त। आइयो सबजना सन्चै राम्रै हुनुहुन्छ होला। मेरो दिनको सुरुवात चाहिँ यसरी हुन्छ। म चाहिँ घर आएको थिएँ टक्कसँग। फेरि हाम्रो चाहिँ बाइकको टायर पेन्चर भएर चाहिँ दाइ र मामाले ल्याउन चाहिँ म टक्क लाएर बजार झर्छु। बजारबाट झरेर आएपछि चाहिँ अभिषेक पनि आएको थियो। अनि हामी चाहिँ बजारबाट निस्किँदा चाहिँ उहाँका श्रीमान पनि भेट्नु भएको थियो। साथै उहाँका श्रीमानलाई पनि लिएर आयौँ। अनि म चाहिँ उठ्न साथै चाहिँ नास्ता पनि नगरिकन हिँडेको थिएँ। घरबाट चाहिँ टक्क लाएर चाहिँ चाउचुरो कोक चाहिँ खाएँ। अनि त्यसपछि सबैजना पनि जम्मा भइसक्नु भएको थियो। अनि ट्याक्क लाएर हामी चाहिँ दिदीको घरतर्फ चाहिँ झरिन्छ। बाटोदेखि चाहिँ 1 मिनट चाहिँ लाग्छ दिदीको घर झर्नलाई चाहिँ। अनि हामीले चाहिँ उहाँको श्रीमानलाई चाहिँ अघि पठाएका थियौँ कि उहाँले छोप्नुहुन्छ होला सायद भनेर चाहिँ हामीले चाहिँ हिजो दिउँसभरि चाहिँ दुःख पाएका थियौँ। आज चाहिँ फाइनली चाहिँ दाइले चाहिँ जाने बित्तिकै च्यापचुप पारेर चाहिँ छोप्नु भयो। अनि हामीले छोपिसकेपछि चाहिँ दिदी चाहिँ हेर्नु न कति डराउनु भएको थियो कि। अनि दुब्लाएर इत्रै हुनुभएको थियो कि अब न खाना खानु छ न केही गर्नु छ। हेर्नुहोस् न यस्तो भएको थियो कि दिदीको हालत चाहिँ। यो मानसिक सन्तुलन गुमाएको दिदीको बुढा चाहिँ यहाँ हुनुहुन्छ। यहाँले चाहिँ अर्को बिहे चाहिँ गरिसकेपछि चाहिँ यस्तो भएको भनेर चाहिँ यहाँको स्थानीयले चाहिँ भन्नुहुन्छ। पहिले चाहिँ स्वरमै हुनुहुन्थ्यो। अनि हामीले चाहिँ अब एउटाको मात्र चाहिँ कुरा सुन्दैनौँ। अब उहाँको श्रीमानको पनि सुन्यौँ, त्यहाँको गाउँलेहरू पनि सुन्यौँ। सबैको कुरा सुनेर चाहिँ अब भिडियो बनाएका छौँ। यो भिडियो चाहिँ अब आरएन इन्टरटेनमेन्टमा चाहिँ गएर हेर्न सक्नुहुन्छ। अनि यो रहेको छ दिदी बस्ने घरभित्र। हेर्नुहोस् न कस्तो थियो कि डरलाग्दो एकदम। अनि दिदीको चाहिँ अलिकति क्लिप राखिदिन्छु, हजुरले चाहिँ हेरिदिनु है त। अनि पहिला सुरु हामीले काम के गर्छौँ भन्दा पहिले चाहिँ जिल्ला हस्पिटल लान्छौँ। त्यहाँको डाक्टरहरूले चाहिँ के भन्नुहुन्छ त्यस अनुसार चाहिँ हामीले काम चाहिँ अगाडि बढाउँछौँ। त्यसपछि चाहिँ हामीले उहाँको श्रीमानलाई चाहिँ बोक्न लगाइदियो। ट्याक्क ल्याएर चाहिँ दाइले बोकेर चाहिँ माथि तुङकोटमा चाहिँ लानुभयो। अनि त्यहाँबाट चाहिँ हामीले ट्याक्सी बोलाएर चाहिँ ट्याक्क ल्याएर चाहिँ हामीले चाहिँ दिदीलाई बजार जिल्ला अस्पतालमा चाहिँ लगियो। अनि दिदीलाई पनि बजार चाहिँ पठाइयो। साथै हामी पनि पछि चाहिँ आएका थियौँ। दाइ पनि पछि चाहिँ हुनुहुन्थ्यो। ट्याक्क ल्याएर हामी चाहिँ जिल्लाको अस्पतालमा चाहिँ पुगिन्छ। उहाँ पुगेपछि चाहिँ दिदीलाई एक किसिम त्यहीँ राखिन्छ। त्यहाँबाट चाहिँ हाम्रो के निर्णय भयो भने चाहिँ पहिले चाहिँ यहाँ दाइलाई चाहिँ जी प्रकारमा लगेर चाहिँ ट्याक्क लाएर हामी चाहिँ एउटा कागज बनिदिनु पर्छ क्या। अनि उहाँ दाइले चाहिँ उपचार चाहिँ आफ्नो श्रीमतीलाई चाहिँ उपचार चाहिँ गर्नै पर्छ भनेर चाहिँ एउटा कागज बनाइन्छ। त्यहाँबाट चाहिँ हामी ढुक्क भएर चाहिँ फेरि दिदीलाई लिएर आइन्छ जिल्ला अस्पताल। उताबाट आइसकेपछि पहिला सुरु चाहिँ हामीले दिदीको कपडा चाहिँ चेन्ज गरिदिन्छौँ। उहाँको दिदी बहिनीले चाहिँ चेन्ज गरिदिनु भयो। अनि ट्याक्क लाएर दिदीको पनि कपाल काटिदिनु भयो। लास्ट चाहिँ नि त्यो कोर्न नमिल्ने भएको थियो कि दिदीको कपाल चाहिँ ट्याक्क लाएर काटियो। अनि कपाल काटिसकेपछि चाहिँ दिदीलाई चाहिँ एउटा बेडमा चाहिँ लगेर सिफ्ट गरिदिनु भयो। तपाईँलाई विश्वास लाग्दैन होला 3-4 चोटि चाहिँ दिदी चाहिँ हस्पिटलबाट चाहिँ भाग्न चाहिँ कोसिस गर्नुभएको थियो। हेर्नुहोस् न रात पनि परिसकेको थियो। आजको रात चाहिँ हामीले हस्पिटलमै काट्छौँ। तपाईँलाई विश्वास नभए चाहिँ मैले